सम्माननीय सभामुख महोदय, हिजो सञ्चार माध्यममा प्रधानमन्त्री कार्यालयले देशका विभिन्न अस्पतालमा बर्न वार्ड पूर्ण रूपमा सञ्चालन ल्याउन निर्देशन दिएको भन्ने समाचार आएको छ। तर पछि सम्बन्धित निकायसँग बुझ्दा यस्तो औपचारिक निर्देशन नै जारी नभएको भन्ने जानकारी पनि प्राप्त भएको छ। सरकारको आधिकारिक निर्णय के हो? यदि निर्णय निर्देशन नभएको भए त्यसको खण्डन होस्। नेपालमा 18 वटा अस्पतालमा बर्न वार्ड छन्, तर ती अस्पतालको वास्तविक अवस्था के छ? भवन र शय्या मात्रै भएर बर्न उपचार सम्भव हुँदैन। आवश्यक दक्ष जनशक्ति, प्रशिक्षित सर्जन, प्लास्टिक सर्जन, नर्स, उपकरण र उपचार प्रणाली बिनाको बर्न वार्डमा उपचार हुन सक्दैन। हिजो मैले कीर्तिपुर बर्न अस्पतालको स्थलगत अवलोकन गरेँ। त्यहाँ हस्पिटल टिम, बर्न पीडित तथा बर्न भायोलेन्स सर्भाइभर नेपालका प्रतिनिधिहरूसँग पनि विस्तृत छलफल गरेको थिए। उहाँहरूको साझा निष्कर्ष एउटै थियो, नेपाललाई बर्न वार्ड मात्रै होइन, समग्र बर्न उपचार प्रणालीको सुधार आवश्यक छ। बर्न भनेको आत्मदाहका घटनामा मात्र सीमित विषय पनि होइन। नेपालमा अधिकांश बर्नका घटना विद्युत करेन्ट, सडकमा छरिएका असुरक्षित तार, विद्युत क्षेत्रमा कार्यरत श्रमिक, ग्यास सिलिन्डर विस्फोट, आगलागी र अन्य दुर्घटनाबाट हुने गरेका छन्। त्यसैले राज्यको नीति उपचारमा मात्र होइन, रोकथाम, जनचेतना, दक्ष जनशक्ति विकास र प्रभावकारी उपचार प्रणाली निर्माणमा पनि केन्द्रित हुनुपर्छ। राज्यले मानव संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्छ। प्लास्टिक सर्जन उत्पादन गर्न वर्षौं लाग्छ। त्यसैले तत्कालका लागि जनरल सर्जन, नर्स र बर्न वार्डका स्वास्थ्य कर्मीहरूलाई नै कम्तीमा 1 वर्षको विशेष तालिमको व्यवस्था आवश्यक छ। 1 वर्ष नभए 1 महिनाको भए पनि विशेष बर्न व्यवस्थापन तालिम दिन सक्छ। प्रदेश अस्पतालहरू पूर्ण रूपमा सक्षम नहुँदासम्म देशभरका बर्न बिरामीलाई कीर्तिपुर बर्न अस्पतालमा निशुल्क र शीघ्र रिफर अनि ट्रान्सफर गर्ने राष्ट्रिय संयन्त्र सरकारले तत्काल लागू गर्न सक्दछ। बर्न उपचारमा प्रत्येक मिनेट निर्णायक हुन्छ। कीर्तिपुरमा बिरामी एम्बुलेन्सबाट वार्डसम्म करिब 1.5 मिनटमै पुग्छन्, तर मल्टिफेसिलिटी सरकारी अस्पतालहरूमा बर्नका लागि अपरेसन थिएटर र उपचार प्रणालीको अभावको कारण घण्टौं ढिलाइ हुन्छ। यस्तो ढिलाइले जीवन र मृत्यु बीचको दूरी तय गर्ने हो, किनभने अन्य अस्पतालहरूमा कीर्तिपुरमा जस्तो एक्सपर्टिज बिरलै छ। प्रारम्भिक अनुसन्धान नगरी दिइने सामान्य निर्देशनले समस्याको समाधान गर्दैन, बरु स्रोत साधन र समयको दुरुपयोग मात्र हुन पुग्दछ। त्यसैले सरकारसँग मेरो आग्रह छ, पहिलो अनुसन्धान गर्नुहोस्, समस्या जहाँ छ त्यहाँ नीतिगत प्रहार गर्नुहोस्। लक्ष्य पहिचान नगरी अन्धधुन्द निर्देशन जारी गर्ने भन्दा पनि एभिडेन्समा आधारित निर्णय मार्फत परिणाम दिने शासनको अभ्यासको लागि पर्नुहोस्। कीर्तिपुर हस्पिटलको 8 करोड रुपैयाँ रेड बुकमा आए पनि पछिल्लो सर्नु भएको छ। अब अर्को विषय, हिजो मैले केएमसी हस्पिटलमा जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएका दौलत थापाको परिवारसँग भेटे। उहाँकी श्रीमती यमकला थापाले सुनाउनु भएको पीडा एउटा परिवारको मात्र कथा होइन, राज्यको असंवेदनशीलताको प्रतिबिम्ब हो। दौलत थापा आन्दोलनमा गम्भीर घाइते भई विगत 9 महिनादेखि कोमामा उपचाररत छन्। म सरकारसँग सोध्न चाहन्छु, घाइतेहरूको उपचार, पुनर्स्थापना, क्षतिपूर्ति र पुनर्वासको जिम्मेवारी कहिले लिने? दौलत थापाको परिवारले मलाई भन्नुभएको छ, यदि न्याय र उपचार भएन भने उहाँहरू सिंहदरबारको मूल ढोकामै आत्मदह गर्न बाध्य हुने अवस्था पुगेको छ। यो उहाँहरूले भन्नुभएको मात्र विषय होइन, म आफै गएर हेर्दा पनि गम्भीर स्थिति छ। किनभने यो कुनै एउटा परिवारको एक्युट डिप्रेसनको मात्र विषय होइन, अस्पतालको शय्यामा र घरमै उपचार गराइरहेका थुप्रै घाइतेहरूको साझा पीडा हो। झन् दुःखद कुरा त के छ भने जेन्जी आन्दोलनका घाइतेहरू आफ्ना गुनासा लिएर सिंहदरबार पुग्दा तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिने हो कि होइन भन्ने प्रश्नको सामना गर्नु परेको पनि सङ्घर्ष समितिले जनाएको छ। यो लोकतान्त्रिक राज्यको लागि अत्यन्तै लज्जास्पद अवस्था हो। न्याय र राज्यका ढोकाहरू कुनै राजनीतिक दलको सदस्यताले खुल्ने होइन, ती प्रत्येक नागरिकका लागि समान रूपमा खुला हुनुपर्छ। यो सरकार कुनै दुई शक्तिशाली व्यक्तिको राजनीतिक यात्रालाई सहज बनाउन बनेको होइन। यो सरकार कुनै व्यक्तिलाई काठमाडौँ महानगरबाट सिंहदरबार र नक्खुबाट कुनै पार्टीको सभापति बनाउनको लागि पनि बनेको होइन। एकपटक शहीद र घाइते परिवारलाई भेट्नुहोस् प्रधानमन्त्रीज्यू। हिजो भर्खरै गृहमन्त्रीज्यूले घाइतेहरूको सम्मानजनक व्यवस्थापनमा भनेर 24 बुँदे निर्णय गर्नुभएको समाचार आयो। सङ्घर्ष समितिले तयार गरेको 23 बुँदे माग पत्र प्रधानमन्त्री तथा सबै मन्त्रालयहरूमा बुझाइएको थियो। तर दुःखको कुरा, उक्त 23 बुँदे मागलाई मूल भावना अनुसार कार्यान्वयन नगरी तोडमोड गरी 24 बुँदे निर्णयको रूपमा सार्वजनिक गरिएको गुनासो सङ्घर्ष समितिले जनाएको छ। एकपटक उहाँहरूसँग पनि छलफल गर्न आग्रह गर्दछु। यसले धेरै घाइते र शहीद परिवारको वास्तविक समस्या समाधान गर्नुको साट्टो नयाँ
अन्याय र विभेद सृजना गरेको छ। किनभने आन्दोलनको क्रममा धेरै घाइतेहरूको क्लाभिकल बोन भाँचिएको छ, रिब्स फ्र्याक्चर भएका छन्, टाउको हात खुट्टा लगायत शारीरिक विभिन्न अङ्गमा गम्भीर चोट बेहोरेका छन्, कतिपयको शरीरमा अझै पनि गोलीको छर्रा रहेका छन्। चिकित्सकहरूले भारी काम नगर्न स्पष्ट सल्लाह दिएका छन्। यसकारण उनीहरू प्रहरी सेवा, नेपाली सेना, निजामती सेवा तथा अन्य धेरै रोजगारीको अवसरबाट वञ्चित भएका छन्। दैनिक जीवनयापन समेत कठिन बनेको छ। तर राज्यले यस्ता वास्तविक पीडालाई व्यवस्था गर्दै गम्भीर र अति गम्भीर घाइतेलाई मात्र प्राथमिकता दिएको छ। यो न्यायोचित होइन। सरकारले घाइतेहरूलाई ए, बी, सी र डी वर्गमा विभाजन गरेको छ। तर विशेष गरी बी, सी र डी वर्गका घाइतेहरूको शारीरिक अवस्था र समस्या धेरै हदसम्म समान प्रकृतिका छन्। यस्तो अवस्थामा कृत्रिम रूपमा वर्ग विभाजन गरी सेवा सुविधामा ठुलो विभेद गर्नु अन्यायपूर्ण हुन्छ। म सरकारलाई अन्तिममा बधाई दिन चाहन्छु। फेरि पनि पहिला झै जलनको पीडालाई विषयान्तर गर्नुभयो गाडी आतङ्कले, त्यसको लागि तपाईँहरूलाई धन्यवाद र बधाई। मान्य सदस्य राजकिशोर महतो। के भयो मान्य सदस्य? हुन्छ, 1 मिनेटभित्रमा आफ्नो कुरा राख्नुहोस्। समयका लागि धन्यवाद सभामुख महोदय। सम्माननीय सभामुख महोदय, अकस्मात सम्माननीय प्रधानमन्त्री सदनमा देखा पर्नुभयो, हार्दिक स्वागत गर्न चाहन्छु, खुसी लाग्यो। तर विडम्बना के भने सभामुख महोदय, प्रतिसभा नियमावली नियम 20 को खण्ड 6 मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, माननीय खुशबु ओली बोल्दै हुनुहुन्थ्यो, सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका माननीय सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लङ्घन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु। धन्यवाद।